हेलो गाइस, स्वागत छ तपाईहरुलाई हाम्रो नयाँ भ्लगमा। सकिएन आन्द्र तर्सिरहेछ कि मेरो हात। हेलो बुढो, के चल्दैछ नि त? हेलो गाइस, स्वागत छ तपाईहरुलाई हाम्रो नयाँ भ्लगमा। आज चाहिँ हाम्रो यो छेम्सा वानको उकालो हाइकिङको लागि हामी उकालो चल्दैछौँ। अब कहाँसम्म पुगिन्छ उकालो बाटो, त्यहाँसम्म पुग्नुको हाम्रो चाहिँ के भन्छ हाइकिङ ट्रेल हेर्नु त हाइकिङ जाँदैछु है। हाइकिङ। यो हाइकिङको लागि आराम गर्ने ठाउँ थकान लागेमा यहाँ ठाउँ ठाउँमा यस्तो बस्ने ठाउँहरू बनाइदिएको रहेछ। सुविधाजनक नै देखियो बाटो हाइकिङ गर्नलाई। सबै सिडी नै सिडी छ जस्तो छ आजको हाम्रो बाटो चाहिँ। यो चाहिँ छेम्सावानको बस पार्कदेखि चाहिँ उकालो लाग्नुपर्ने रहेछ। यहाँ चाहिँ आराम गर्ने ठाउँ है। यहाँबाट उता चाहिँ जानु नमिल्ने रहेछ। त्यहाँ गएर चाहिँ भिडियो लिनु पाए त मजा आउँथ्यो है। यहाँबाट उकालो आएर चाहिँ पहिलोपल्ट एउटा गाडीको बाटो मेन रोड भेटिन्छ। यहाँ मेन रोडबाट चाहिँ बाटो क्रस गर्नुपर्ने जस्तो देखियो। यही माथि आएपछि यहाँ एउटा मेन रोड भेटिन्छ। आकाशे पुलबाट चाहिँ हामी क्रस गर्नेछौँ। यहाँबाट क्रस गरेपछि हामी फेरि अर्को बाटो उठाएर लाग्नेछौँ। फ्लाइओभर काटेर चाहिँ हामी यहाँबाट आएर यो उकालो बाटो समाउनु पर्ने हुन्छ। यहाँबाट हामी उकालो लाग्नेछौँ। के भयो त सकिएन साराले मलाई एकछिन पर्खिनु पनि थाक्यो भनेको हो र? कुन चाहिँ साराले, हालकोले कि भविष्यकोले? अहिले हालको लागिको साराले। ए ल रमाइलो छ नि त। कस्तो छ त आजको दिनको हाइकिङ? छेम्सा वानको उकालो त एकदम राम्रो रहेछ, हिँड्न सजिलो रहेछ। अनि सबै नर्मल जसले पनि हिँड्न सक्ने रहेछ यो हाइकिङ आउँदाखेरि। त्यही भएर मलाई चाहिँ मन पऱ्यो यो बाटो चाहिँ। अहिलेसम्ममा हिँड्न सबैभन्दा राम्रो सजिलो चाहिँ यही बाटो छेम्सा वानको बारीभित्र उकालो जङ्गलको। त्यही भएर तपाईँहरू पनि आउन चाहनुहुन्छ भने आउनुहोस्, त्यति गाह्रो छैन। जङ्गलको हावापानी लिनुहोस्। शान्त है, शान्त, मान्छे क्राउडहरू त्यति छैन। त्यही त धेरै मान्छे। अहिले हामी जम्मा 2जना मान्छे भेट्यौँ होइन? 3जना होइन 2जना। तिनजना पहिला अगाडि गएको के त एउटा मान्छे, त्यसपछि अहिले 2जना भनेर 3जना। त्यही भएर एकदम शान्त वातावरण भएको हङकङको यस्तो व्यस्त सहरमा है यति मान्छे है। हो नि। एमटिआरमा त्यति नै, बसमा त्यति नै, पैदल यात्रा त्यति नै, बिल्डिङमा त्यति नै। मान्छे त कति हो त्यही भएर त्यस्तो ठाउँमा कोही बेला चाहिँ हावा खानलाई शान्त वातावरण तपाईँलाई मनपर्छ भने जानुहुन्छ भने छोटो बाटो मिठो शान्त वातावरण ल यहाँबाट तेर्सो आयो ल। आउनु सक्नुहुन्छ। तेर्सो बाटो छ यहाँ चाहिँ। अब वाउ राम्रो रहेछ है यहाँ चाहिँ। हावा कस्तो मिठो आयो।
हामी नेपालमा बस्नेहरू मान्छेहरूलाई चाहिँ यो वन जङ्गल चिसो हावापानी यसरी होइन मलाई चाहिँ मनपर्छ है। तपाईँहरूलाई कस्तो लाग्छ होइन? मलाई चाहिँ मनपर्छ। एकदम राम्रो। कस्तो आनन्द है। अहिले चाहिँ मौसम पनि राम्रो छ किन भन्दाखेरि अब हङकङमा लगभग जाडो पलाउनु थालेको छ। ओहो यहाँबाट अर्को बाटो पनि आउने रहेछ क्या हो होइन? ए यहाँ त कस्तो है चौबाटो जस्तै रहेछ कि यहाँनिर त। ए यहाँ ठुलो बाटो गाडी हिँड्छ नि कि कस्तो? मान्छे मात्रै। ए कस्तो सिधा कस्तो आनन्द आयो। यो अमलाको बोट हो कि क्या हो? अमलाको बोट पाउँछ अनि के अरे तेजपत्ताको बोट पाउँछ। पाउँछ नि यहाँ जङ्गलमा कति अमलाको बोट पनि रहेछ यहाँनिर। त यो चाहिँ अस्तिको हावाहुरीले भत्काएको हुनुपर्छ यो रुखलाई। यसको चाहिँ मिति पुऱ्याएछ अस्तिको हावाहुरीले। हावाको बेग है रुखमा सुसाएको सुनिन्छ। सायद यो भिडियोमा त्यति सुनिँदैन होला तर रियलमा चाहिँ एकदम मजाले सुसाइरहेको छ हावा। ल हामी चाहिँ रामेश्वर जाँदैछौँ उकालो। अस्ति पनि हामीले यो प्लान गरेको थियौँ तर अचानकमा वेटल्यान्ड पार्क चाहिँ हामी गयौँ। आज चाहिँ हामीले यता यो मङ्की आउनलाई हिँडेको। एकदम शीतल भएको छ, हल्का गर्मी पनि भएको छ तर त्यो गर्मीलाई मेटाउनलाई चाहिँ त्यो चिसो हावा चलेर सरर आएर है मजा भइरहेछ। यता उकालो बाटो हिँड्दा हिँड्दा रमाइलो गर्दा गर्दै चिसो हावासँग खेल्दै जुत्दै अहिले हामी यो एउटा मेरो श्रीमतीज्यूको भनेको आधारमा चाहिँ हामी एउटा यहाँ बाटो भेट्ने ठाउँमा पुग्यौँ र यहाँबाट चाहिँ अब हाम्रो यात्रा कता मोडिने हो हेर्दै गरौँ है त। अर्थात् यहाँबाट भन्नुपर्दा देउराली आइपुग्यो है। यहाँ छ नाम चोक स्ट्रेट। ओहो लड्छ है ल के गरेको ए न यो चाहिँ सावन एरिया यहाँबाट देखिने है। यहाँबाट चाहिँ धेरै नै ठाउँ देखिँदो रहेछ। हो यहाँ त फुल पनि फुलेको रहेछ सेतो फुलहरू है ढाकामुख मासतिर। कस्तो राम्रो बाटो है। एकदम हाइकिङ ट्रेल चाहिँ मजा लाग्यो मलाई है। एकदम राम्रो बनाएको है। यो बनाएकै हो बनाएकै होला अलि चाहिँ नेचुरल पनि हो नि त है। यदि त हल्का फुल्का चाहिँ बनाएकै हो किनभने यस्तो मिलेछ नि यहाँ सिमेन्टेड स्थापना बनाएको त्यस्तो पनि मेन्सन गरेर कति राम्रो हुन्छ होला है। एकदम रमाइलो है रुखहरू कति राम्रो
के प्रजातिको रुख हो यो चाहिँ मलाई थाहा होइन। र यहाँबाट डाँडा काँडा पनि मजाले देख्न सकिने रहेछ। त्यो पारीको के हो जो ढुङ्गा परेको छ, सायद त्यो पनि बाटो केही होला। बाटो हङकङमा चाहिँ हाइकिङले धेरै नै प्रायोरिटी दिएर चाहिँ बनाएको छ बाटो। मङ्किलभन्दा धेरै माथि आयो भने यहाँबाट चाहिँ अझै राम्रो ठाउँ देखियो है। सेङ्सावान अझै राम्रो देखियो होइन। अनि यहाँ कोही कोही मान्छेको चकचक है, यस्तैहरू पनि डराउँदैन। के गरे हौ फोटो खिच्दै त्यति तल जानु पर्दैन हौ। अबको यात्रा भनेको ओह्रालो लाग्छ। यहाँबाट ओह्रालो गएपछि फेरि अलिकति उकालो चढेपछि यहाँ चाहिँ लायन रक खाने बित्तिकै हेर्नु खाने बित्तिकै हिँड्नु हुँदैन कि मेरो आन्द्रा तर्सेको छ। कस्तो यार भात आउने बित्तिकै हिँड्छ भनेर मैले चाहिँ पोका पार्नु पर्दैन भन्थ्यो होला होइन, आन्दोलन गर्दा। त्यो भने रिसाएर नहिँड्नु भनिरहेको मलाई यहाँ बस गाइस यस्तो छ। हामी बल्ल यो लायन रकको फेदमा पुगेका छौँ। खाना खाएर उकालो लागेको अलिकति टाइम वेस्ट भयो जस्तो लागेर खाना खाएको। हाम्रो टार्गेट चाहिँ माथि नै खाने प्लान थियो, तर यहाँ तर पनि बेस राम्रो बस्ने ठाउँ पाएर चाहिँ खायौँ। आज मौसम खासै खुलेको छैन। मौसम खुल्दा चाहिँ यो सहरहरू झलमल्ल देखिन्थ्यो होला होइन। व्यस्त सहरबाट खासै टाढा त आएको छैनौँ। यहाँबाट ओह्रालो झर्दा अझै नजिकै छ चाहिँ। फेरि हामी त्यो टाढा पुगेर जानुभन्दा पनि हामी चाहिँ भन्छ ओह्रालो नै झर्छौँ। किनभने मेरो सोल्टिनी हिँड्न सकेको छैन, भात खुवाइदिएको। अहिले तल झर्छ है। आइसक्यौँ है, धेरै अग्लो त्यो परको पानी ट्याङ्की, त्यहाँबाट हामी यता हुँदै आएको। हेलो बुढो, के चल्दै हुनुहुन्छ? घर बनाउने काम गरेपछि कि घरमा चाहिएछ कि त्यो यस्तो सुनबाङ बनाउने क्या, सुनबाङ हो ल त्यसो भए बोकेर हिँडिहाल्नु त। तिमी तल गर्दै गर। ल म यहाँ उयो तलतिर गएर बाटो र अलिक राम्रो बनाइदिन्छु, त्यो तपाईँलाई अट्दैन होला बोकेर आउँदा है। ठुलो बनाइदिन्छु, तपाईँ बोकेर आउनु ल, म हिँड्दै गर्छु। ल ल ल ल भेरी गुड। Francis, congratulations. Yeah. Oh, even this stuff. Yeah. Francis, where are you from? Switzerland. Oh, Switzerland. Oh, wow, it's very nice place. Yeah. Oh, yeah, that's great. Francis, congratulations. Woo! Clap, clap, clap for Francis. Yeah, it's nice. Yeah, thank you. It's your turn now. Yeah, it's our turn. Yeah, okay. Okay. Yeah, okay. Thank you. Yeah, okay. Slowly, yeah. Okay, okay, yeah. Thank you. Bye-bye. कता हौ हो ल यहाँबाट चाहिँ चारैतिर यहाँ ड्रोन पनि उडिरहेको छ, ड्रोनले पनि उडिरहेको छ।
चाहिँ सक्सेस भयो है, आउन सकियो। झर्दैन, डरलाई त अग्लो नै छ, यतिको अग्लो नै हो। यहाँबाट चाहिँ तपाईँहरूले 360 भ्युज चाहिँ मजाले हेर्नु पाइन्छ है। यहाँबाट 360 भ्युज हङकङको धेरै हेर्न पाइने रहेछ। खुसी लाग्यो आज आउनु पाइयो। अहिले चाहिँ यो यहाँनिर फुलहरू चाहिँ फुलेको छ नि, त्यो सेतो फुल अधिकांशमा फुलिरहेको छ, बाटो झरेको छ है। ओ नभएको मुरी देखाइरहेछ है। ल त हजुर, सम्पूर्णलाई यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आजको हाम्रो यात्रा, आज हाम्रो डेस्टिनेसन यहीँसम्म थियो। आजको भिडियोलाई